आजबाट म पनि अफिसियली कन्टेन्ट क्रिएटर बन्न लागेँ है त। मैले युट्युबमा चाहिँ भिडियो पहिलेदेखि नै बनाइरहेको थिएँ अनि मेरो युट्युबमा 10,000 सब्सक्राइबर पनि हुनुहुन्छ। तर अब टिकटकमा पनि भिडियोहरू बनाउनु पर्यो राम्रो राम्रो भनेर मैले चाहिँ माइक किन्ने निर्णय गरेँ। दराजबाट नेफो NP59 माइक अर्डर गरेको थिएँ। यो चाहिँ भर्खर आइपुग्यो र मैले यसलाई अनबक्स गर्दैछु। हेरौँ है त के रहेछ यो माइकमा। यसभित्र चाहिँ दुईवटा माइक रहेछ, एउटा चाहिँ आफूले लगाउने, एउटा चाहिँ अर्को दोस्रो पर्सनले पनि लगाउन मिल्छ, जस्तै इन्टरभ्यूमा पनि युज गर्न सकिने। अनि एउटा चाहिँ मोबाइलमा जोड्ने एडाप्टर रहेछ सी टाइपको। अनि ओभरअल चाहिँ मलाई यो माइक राम्रो लाग्यो। अनि यो चाहिँ आफूले लगाउन मिल्दो रहेछ, आफ्नो टी सर्टहरूमा झुन्डाउन मिल्दो रहेछ, कपडाहरूमा। अहिलेसम्म चाहिँ मैले यत्तिकै नर्मल्ली भिडियोहरू बनाउँथेँ। आजबाट चाहिँ यो माइकको थ्रुबाट भिडियो बनाउँदैछु। मेरो भोइस कस्तो सुनिएको छ कमेन्ट गर्नुहोला है त।